गाउँतिर नि यस्तै पहिला पहिला कम हुन्थ्यो पाहाडमा तोरीको साग। सिजनको बेला भएपछि मात्र मिठो हुन्छ, नभए त फेरि सिजन भयो बेला यो खानै हुन्न, खाए पनि मिठो लाग्दैन पछि। धेरै खायो भने त ऊ लाग्छ अदाल त अलिक कसो खाने कम मिठो हुन्छ। ल्याइदिनु अब यसलाई। मासु खा भन्दा बढी मिठो। तोरीको साग खडेरीमा पाउनु भनेको आँखा तातो हुनु हो क्या। त्यही भएर खडेरीमा हामी यहाँ साग टिप्ने। खडेरीमा मकै बारीभित्र यति तोरीको ऊ हालेर पनि फाइदै भयो खानु। गटी हालेर तोरीको गट्ठीले बोडी नम्रेको अस्तिर भयो यति सानो भइसक्यो आज फेरि खै खासै उम्रेन बोडी। के देखो खुर्सानी नखानेले नफाल्नु है। एकछिनको लागि मलाई लागिसकेको थियो कि म पनौती हो, किन थाहा छ? म बाहिर गएको थिएन। हजुर जा टक्रा खान टुक्रुक बस्यो। क्यामेराम्यान जल्दी फोकस गरौँ।